Hi everyone, good morning and welcome to my day 5 mini vlog. अनि हेर्नु न कस्तो राति यस्तो धेरै पानी परेको थियो कि चट्याङ पर्ने पानी पर्ने भएको थियो अनि सो आज चाहिँ म ड्युटी गइन किनभने मेरो ट्रान्सपोर्टेसन थिएन। ट्रान्सपोर्टेसन प्रब्लमको कारणले गर्दाखेरि चाहिँ म ड्युटी गइन, घरै बसे 3 बजेसम्म सुते। आफ्टर द्याट आई गेट अफ एन्ड फ्रेस भएँ अनि फ्रेस भएर चाहिँ अनि मलाई चाहिँ आज कस्तो वेदर च्यालेन्ज भयो जस्तो लाग्यो अनि सो द्याट्स वाइ आई हेभ प्लान टु गो मार्केट एन्ड बाई something for Nepali food and I really wants to eat some momo and Nepali style chow-mein noodles अनि त्यहाँबाट चाहिँ रेडी भएँ मुखसुख धोएर अनि me and my younger sister we went in the supermarket अनि हेर्नु न बाहिर कस्तो धेरै पानी जमेको थियो अनि त्यति धेरै चाहिँ थिएन, हिजोभन्दा सबै पानी सुकाएको रहेछ। अनि हामी चाहिँ यहीँ घरमुनि भएको डब्लु मार्टमा गयौँ अनि गएर हेर्नु पुरै जो सबै पार्किङमा जान्छ भने त्यस्तै राखेको थियो के पुरै दुबईमा पानी पर्यो भने फेरि लास्टै नराम्ररी डुब्छ नि फेरि दुबई। सो त्यसले तिनीहरूले चाहिँ आफ्नो सेक्युरको लागि गरेको थिए अनि आई टुक सम स्पागेटी अनि यो चाहिँ this is for Nepali style chow-mein and I took some chicken because I'm gonna make chicken chow-mein, so that's why we took it some vegetable as well and पानी त्यो सामान किनेर बाहिर निस्किँदा त फेरि पानी परिसकेको के इट्स अलरेडी रेन व्हेन आई केम आउट अनि त्यहाँबाट अब घर त जानु पर्यो, त्यही बस्नु भएन अनि इट्स सो भेरी कोल्ड त्यहीँ बसिराख्दाखेरि चाहिँ अनि त्यही भएर चाहिँ यता साइडबाट भए पनि रुच्दै भए पनि आएँ अनि घर आएँ अनि घर आएर चाहिँ सबै खानेकुरा बनाएँ, इन्जोय गरेँ। थ्याङ्क यू सो मच।